सप्तरीमा कोशी पश्चिमी नहरको सर्भिस सडक निर्माण भएको 6 दशक बितिसक्दा पनि कालोपत्रे नहुँदा स्थानीयले शास्ति भोग्नु परेको छ। नेपाल भारत कोशी सम्झौता अनुसार निर्माण भएको यो सडकको पुनर्निर्माणमा दुवै देशले ध्यान नदिँदा दैनिक 5000 भन्दा बढी नागरिक प्रभावित छन्। स्थानीयले सडक यथाशीघ्र कालोपत्रे गर्न माग गरेका छन्। सप्तरीको नेपाल भारत सीमा नजिकै रहेको कोशी पश्चिमी नहर सर्भिस सडक 2011 सालमा निर्माण भएको हो। पूर्वमा कोशी ब्यारेजदेखि पश्चिममा पातो हटैलसम्म फैलिएको यो 35 किलोमिटर लामो सडक अहिलेसम्म कालोपत्रे भएको छैन, जसले गर्दा हनुमान नगर, कंकालिनी नगरपालिका, महादेवा गाउँपालिका, राजविराज नगरपालिका, राजगढ गाउँपालिका र डाक्नेश्वरी नगरपालिकाका बासिन्दालाई आवतजावतमा समस्या छ। 10 दिन 5 दिन 2 दिन 4 दिन ओकरा सरा के रख पड़ी छै। कोनो आवत जावत के रास्ते नहीं छै। हमरा हमको मेयर भेले उपमेयर भेले वडा अध्यक्ष के उ सब कोई सुनवाई नहीं छै। अब जुन बेला यहाँ पानी पर्दैन त्यो बेला बालो बालो भइहाल्छ। यहाँ अरे अहिले बारिश भएको हजुरहरू हेर्नु, यहाँ किचर किचर छ। यहाँ जानमा हिलो यति हिलो भयो कि हामीहरू यहाँबाट पेसेन्ट पनि लिएर जान मिल्दैन। यहाँ एम्बुलेन्सलाई फोन कल गर्दा अलि पातो ल्याउनु, पातोबाट हामीहरू लिएर जान्छौँ। 2011 वैशाख 12 मा भएको नेपाल भारत कोशी सम्झौता अनुसार यो नहर र सर्भिस सडक निर्माण भएको थियो। तर राजविराजदेखि पश्चिमको 17 किलोमिटर क्षेत्र जुन राजगढ र डाक्नेश्वरीका विकट गाउँ हटैल, तरही, कुशाह, लक्ष्मीपुर, भुतही, फतेपुर, कटैयालाई जोड्छ, त्यहाँ सडकको अवस्था दयनीय छ। कोशी सम्झौताले सडकको मर्मत र कालोपत्रे दुवै देशको सहमतिमा गर्न सकिने व्यवस्था गरे पनि स्थानीय सरकारले समन्वय गरेको छ, न त भारत वा नेपाल सरकारले चासो देखाएको छ। स्थानीय सरकार यसमा इन्डिया भारत समन्वय गरेर यसमा लाग्नुपर्ने ठाउँमा आफै चाहिँ भ्रष्टाचारमा लिप्त छन् र काम गर्नुपर्ने ठाउँमा काम नगरेर भ्रष्टाचारतिर लिप्त भएका छन्। समन्वय पनि अहिलेसम्म केही हामीले देखेका छैनौँ र अहिलेसम्मको कुनै यस्तो जुन हुन्छ नि एउटा काम गर्नुपर्ने पाटो त्यस्तो कुनै यस्तो देखेका छैन। यो रोडको लागि माथि पनि जानु पर्यो, मन्त्रीसँग सल्लाह गर्नु पर्यो अनि हम जनताहरूले धेरै अप्ठ्यारोमा छ। यहाँ के भन्छ हाम्रो गाउँघरका मान्छेहरू धेरै जैसे जे के भनिरहेछ डिलिभरी केस हो आगे कसो हो। बहुचर्चित कोशी सम्झौता बमोजिम कोशी नहरको सडक सहित सम्पूर्ण संरचना मर्मत सम्भारको काम भारत सरकारको हो। तर यो सडक निर्माण नहुँदा भारतीय भन्दा नेपाली नागरिकलाई बढी समस्या हुने भएको हुँदा भारतले अनदेखा गरिरहेको स्थानीयको बुझाइ छ। यस क्षेत्रका सांसद तथा जनमत पार्टीका अध्यक्ष सीके राउतले सडक निर्माणका लागि पटक पटक सम्बन्धित निकायमा आग्रह गरेको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले पहल जारी राख्ने प्रतिबद्धता व्यक्त पनि गर्नुभएको छ, तर व्यवहारमा देखिएको छैन। सप्तरीबाट दिपेश जोशीको रिपोर्ट। आफूले सोचेको आफूले रोजेको जस्तो घर, डेरा वा जग्गा किन्नु परे वा बेच्नु परेमा घर खोज्ने घर नेपालहोम्स.com।